सो हामीले लास्ट टाइमको सेट समूहको 1.1 को एक्सरसाइज गर्छौँ। आज क्वेश्चन नम्बर मतलब समूहको सेट थियो हामीले अगाडिल्लो भिडियोमा गरिहालेछौँ। आज हामीले एक्सरसाइज गर्छौँ समूहको। सो समूहमा क्वेश्चन नम्बर 1 यस्तो रहेको छ कि समूहको वर्णनात्मकलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस् र त्यसलाई देखाउनुहोस्। समूह वर्णनात्मकलाई उदाहरण सहित प्रस्तुत गर्नु र त्यसलाई देखाउनुहोस्। सो हामीले क्वेश्चन नम्बर 1 को ख मा सोधिएको छ। सो क्वेश्चन नम्बर 1 को ख को उत्तर हामीले गर्न गइरहेको छौँ। सो क्वेश्चन नम्बर 1 को क को उत्तर रहेको समूह वर्णनात्मकलाई उदाहरण सहित प्रस्तुत गर्नुहोस्। सो कुनै पनि समूहमा भएको संख्यालाई ऋणात्मक भनेको कुनै पनि समूहमा भएको संख्यालाई ऋणात्मकता भनिन्छ। सो जस्तै रहेको छ जस्तै v = a e i o u। सो v = a i o u रहेछ भने नम्बर अफ v। सो नम्बर अफ v = 5। अब जस्तै रहेको छ दिएन भाग संख्या एउटा छ 5 बाट a e i o u। नम्बर अफ v = हामीले लेख्न सक्छौँ 5। सो अब जस्तै गरी लेख्न सक्छौँ र c = a b c रहेको छ भने नम्बर अफ c यानी कन्सोनेन्ट। नम्बर अफ c = 3। हामीले नम्बर अफ c यानी a b c नम्बर अफ कतिवटा कतिवटा अंक छ 3 हो, त्यसैले हामीले लेख्छौँ नम्बर अफ c = 3। क्वेश्चन नम्बर 1 को ख यस्तो रहेको छ यदि समूह a र b मा a सबसेट b भए नम्बर अफ a युनियन b र नम्बर अफ a इंटरसेक्शन b को मान कति हुन्छ। सो हामीले 1 को ख मा उत्तर गर्न गइरहेको छौँ। अब 1 को ख मतलब 1 क्वेश्चन नम्बर 1 को ख को उत्तर रहेको छ। मानौ a समूहमा रहेको छ a b c रहेको छ र समूह b मा रहेको छ a b c d e रहेको छ भने हामीले समूह a b र समूह a b c d मानम समूह s भयो a समूह b। अब समूह a भयो समूह b भयो। समूह a मा के छ a समूह a b c d e। समूह a मा a b c र समूह b मा a b c d e रहेको छ र a को सबसेट b रहेको छ। मतलब a को सबसेट b रहेको छ भने नम्बर अफ a युनियन b। सो हामीले लेख्छौँ नम्बर अफ a युनियन b = नम्बर अफ a so number of a will be equal to number of a मा कति रहेको छ a b c र युनियन a b c d e रहेको छ भने नम्बर अफ a b c d e। So number of A and B is equal to A, B, C, D, E रहेको छ।
ABCD हामीले लेख्न खोज्छौँ त्यसैले हामी लेख्छौँ त्यसकारण नम्बर अफ A युनियन B इक्वल टु नम्बर अफ B पनि हामीले लेख्न सक्छौँ नम्बर अफ B इक्वल टु त्यसकारण नम्बर अफ A युनियन B इक्वल टु नम्बर अफ B पनि हुन्छ र फेरि रहेको छ अर्कोमा नम्बर अफ A इन्टरसेक्सन B इक्वल टु नम्बर अफ A B C इन्टरसेक्सन A B C D E हमें लिखना नंबर ऑफ इंटरसेक्शन रहेगा तो नंबर ऑफ A B C मतलब C रहेगा तो इस कारण नंबर ऑफ A इंटरसेक्शन B इक्वल टू नंबर ऑफ E फनी नंबर ऑफ A इंटरसेक्शन B इक्वल टू ABC इंटरसेक्शन A B C D E इसमें क्या काम होता है A B C के साथ काम होता है हमें लिखना A B C इस कारण नंबर ऑफ A इंटरसेक्शन B इक्वल टू नंबर ऑफ A होता सो अब क्वेश्चन नंबर 2 सब क्वेश्चन नंबर 1 को गा नंबर में रहेको छ मानव यदि A र B एक आपसमा खाप्टिएको छन् भने त्यसको सूत्र लेख्नुहोस् A मानव यदि A र B दुईवटा समूह छन् जुन एक आपसमा के छन् खाप्टिएको छन् भने नम्बर अफ A युनियन B निकाल्ने सूत्र लेख्नुहोस् सो दुईवटा समूह छ भने एक आपसमा खाप्टिएको छ भनेर हामीले सूत्र निकाल्ने फर्मुला हामीलाई थाहा छ मैले पछिल्लो भिडियोमा भने तपाईहरुलाई यसको बारेमा फुल जानकारी दिएको छु फेरिबाट हामी तपाईहरुलाई बताइदिन्छु यसमा धेरै छैन फेरिबाट हामीले रिमाइन्डर गरिहाल्छौँ के फेरिबाट तो एक को गा नंबर हो एक को गा को उत्तर रहेको छ दुईवटा के छ समूह छ A र B मानव दुईवटा समूह रहेको छ A र B र यो रहेको छ दुईवटा समूह छ जुन एक आपसमा के छन् खाप्टिएको छ भने हामीलाई नम्बर अफ A युनियन B निकाल्ने सूत्र दुईवटा हुन्छ के चाहे हामीले ओनली कन्सेप्टले गरौँ या नम्बर अफ A B को नम्बर अफ A नम्बर अफ B माइनस A इंटरसेक्शन B को कन्सेप्टले गरौँ हामीले दुवै फर्मुलामा लेखिदिइरहेको छु तपाईले जुनसुकै फर्मुला लेखिदिनु सही नै हुन्छ सो हामीले पहिलो रहेको छ नम्बर अफ A युनियन B इक्वल टु ओनली A प्लस ओनली B प्लस नंबर अफ A इंटरसेक्शन B और हम दूसरा फॉर्मूला रहेगा छ भनेर नंबर अफ A युनियन B इक्वल टु नंबर अफ A प्लस नंबर अफ B माइनस नंबर अफ A इंटरसेक्शन B सो पहले फॉर्मूला रहेको छ A युनियन B निकाल्ने फॉर्मूला रहेको छ ओनली A प्लस ओनली B प्लस नंबर अफ A इंटरसेक्शन B र दूसरा फॉर्मूला रहेको छ नंबर अफ A युनियन B इक्वल टु नंबर अफ A प्लस नंबर अफ B प्लस नंबर अफ A इंटरसेक्शन सॉरी मिस्टेक भयो नंबर अफ A युनियन B निकाल्ने दूसरो सूत्र रहेको छ नंबर अफ A प्लस नंबर अफ B माइनस A इंटरसेक्शन B त्यसै गरी एक को घा नम्बर रहेको छ समूह A र B मा क्रमशः 12 र 18 प्लस छन् भने समूहमा A युनियन B घाटीमा कति सदस्य हुन सक्छ पत्ता लगाउनुहोस् मानिलिउँ हामीले दुईवटा समूह छ एउटा समूहमा A समूह भन्ने मा 12 बाट र दोस्रो समूहमा छन् 8 बाट नम्बर अफ A युनियन B निकाल्नुहोस् भनेको छ हामीलाई सो हामीले पहिला समूह लेखौँ यसको घा नम्बर उत्तर रहेको छ मानव समूह A मा 12 वटा पद छन् भने हामीले थाहा छ 12 वटा 1 2 3 4 5 6 7 8 9 10 11 12 4 यो चाहिँ 12 वटा समूह छन् जुन 1 2 3 4 5 मैले 1 देखि 12 सम्म लेखिदिएको छु र समूह B मा छ 8 वटा सो 1 2 डट
8 वटा b मा के छन् पदहरू छन् हामीले भनेछ नम्बर अफ ए युनियन बी निकाल्नुहोस् सो हामीले थाहा छ नम्बर अफ ए युनियन बी निकाल्नु थाहा छ हामीलाई सो नम्बर अफ ए युनियन बी इक्वल टु 1 देखि 1 2 देखि अनि 12 भयो युनियन नंबर 1 नंबर ऑफ ए बी निकाल्नु पहले समूह में इस समूह 12 वटा संख्या एक देखिए मैले 12 मा 12 वटा के लेखेको छु 50 लेखेको छु र दोस्रो मा 8 वटा एक देखिए हाम्रो 8 मा लेखे मैले र हामीले भनेछ नम्बर अफ ए युनियन बी हामीले नम्बर अफ ए युनियन बी सुरु गरेको छ 12 वटा नै 50 हुन्छ कसरी यहाँ भनेर 8 वटा कामन हुन्छ न 3 8 वटा कामन हुन्छ र 4 वटा मतलब ए समूह बढे हुन्छ त्यही भएर हामीले लेखेको छु 1 देखि 12 सम्म कतिवटा ए युनियन बी सुरु गरेको छ 12 मतलब 12 वटा हुन्छ सो नंबर ऑफ ए युनियन इज इक्वल टू नंबर ऑफ ए यूनियन बी इज इक्वल टू 12 नंबर ऑफ ए यूनियन बी इज इक्वल टू 12 बटा कितने 12 बटा नंबर ऑफ ए यूनियन बी इज इक्वल टू कितने 12 बटा रहेको छ सो त्यस्तै गरी समूह क्वेश्चन नंबर 2 मा भनेको छ दिएको भेदचित्रमा m र e दुईवटा सदस्य छन् दुईवटा समूह छन् जसमा m मा 80 जना र m मा 80 जना र e मा 90 जना छन् दुवै विषयमा नपराउने 15 जना छन् र दुवै विषयमा नपराउने 15 जना छन् भने दुवै विषयमा पराउँछ भने 60 जना छन् सो हामीले त्यसको भनिदिएको छ भने तलका समूह गुणात्मक पता लगाउनुहोस् हामीले भनेको छ कि दुईवटा समूह छन् जसमा m समूहमा 80 जना र n समूहमा e समूहमा 90 जना छन् र दुवै विषयमा पराउने 60 जना छन् र दुवै विषयमा नपराउने 15 जना छन् भनेर तलको हिसाब हामीले भनेछ तलको हिसाबलाई पता लगाउन भनेछ सो पहिलो रहेको छ वोल्युम सो हामीले व्यञ्जन पनि दिएको छ के हामीले व्यञ्जन हेरौँ सो m मा रहेको छ m समूह र e समूहमा s भागलाई हामीले s भागलाई के भन्छौँ वोल्युम र यो भागलाई वोल्युम हामीले भन्छौँ यस भागलाई कम्प्लिमेन्ट र बीचमा भएको जुन खापिएको छ त्यसलाई हामीले इन्टरसेक्सन भन्छौँ यसलाई र युनिभर्सल सेट भनिन्छ ल युनिभर्सल सेट भनिन्छ सो एकछिन तपाईहरुले मैले यो स्लाइड मेटेरियल तपाईलाई देखाउँछु सबका हामीले लाग्छौँ कि सो खाना नंबर 2 को उत्तरमा रहेको छ 1 नम्बरमा वोल्युम सो का नम्बरमा रहेको छ वोल्युम तो हामीले थाहा छ वोल्युम कुन भागले भन्छ यो भागले वोल्युम इक्वल टु कति रहेको छ 30 वोल्युम इक्वल टु रहेको छ 20 सरी वोल्युम इक्वल टु 20 त्यसै वोल्युम इक्वल टु कति रहेको छ वोल्युम का नम्बरमा रहेको छ वोल्युम इक्वल टु 13 कतिवटा रहेको छ 13 वोल्युम इक्वल टु 13 सो त्यसै गरी काम भनेको छ हामीले नम्बर अफ m सो नम्बर अफ m हामीले थाहा छ नम्बर अफ m दिएको छ नि नम्बर अफ m इक्वल टु 18 अब 80 रहेको छ नम्बर अफ m इक्वल टु 80 सो हामीले लेख्छौँ नम्बरमा सो नम्बर अफ m इक्वल टु 18 त्यसै गरी नम्बर अफ नम्बर दिएको छ नम्बर अफ e इक्वल टु 19 रहेको छ सो त्यसै गरी अङ्क नम्बरमा सोधिएको छ अङ्क नम्बरमा सोधिएको छ नम्बर अफ ए युनियन बी सो हामीले लेख्छौँ नम्बर अफ ए युनियन बी सो नम्बर अफ ए युनियन बी इक्वल टु नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस ए इंटरसेक्शन बी सो हामीले लेख्छौँ नम्बर अफ ए इक्वल टु 18 प्लस 19 माइनस 16 so there एक from minus 16 so it's equal to 19
110 भयो number of a and b is equal to 18 18 plus 19 is minus 16 so 18 plus 19 is equal to 117 भयो minus 16 minus 60 so 110 आउँछ 4 नम्बरमा रहेको छ त्यस्तै गरी 4 नम्बर रहेको छ 4 नम्बरमा so 4 नम्बरमा भएको छ number of m intersection n number of m intersection e रहेको छ भने number of n intersection e भनेको कति रहेको छ हामीले 60 number of n intersection कति रहेको छ 60 हामीले लेख्छे 60 त्यस्तै गरी 4 नम्बर भनेको छ कम्प्लिमेन्ट सो हामीले कम्प्लिमेन्ट लियौं 4 नम्बरमा number of m union e को होल कम्प्लिमेन्ट इज इक्वल टु 15 त्यस्तै गरी हामीले 4 नम्बर भनेको छ 4 नम्बर भनेको छ हामीले number of u so number of u is equal to only m plus only e plus number of m intersection e plus number of m union e को होल कम्प्लिमेन्ट सो हामीले थाहा छ number of m is equal to रहेको छ 20 plus 13 plus 16 plus 15 is equal to 125 आन्सर आयो त्यस्तै गरी हामीले 3 को गा नम्बर हेर्छौँ अब 3 को का नम्बर अब छिटो स्क्रिनशट लिनुस् सो हामीले 3 को का नम्बर हेर्छौँ अब 3 को का नम्बरमा रहेको छ तो 3 को का नम्बरमा उत्तर 3 को को उत्तर रहेको छ यसलाई क्वेशन बनाउनु छ यदि n u is equal to 200 भयो र only m is equal to 2x only is equal to 3x र m intersection is equal to 16 भयो भने number of m union e को होल कम्प्लिमेन्ट is equal to 14 भयो भने x को मान कति हुन्छ पत्ता लगाउनु सो हामीले पहिला व्यञ्जन चित्र पत्ता लगाउनु मैले व्यञ्जन चित्र बनाएकै यो भिडियोबाट के भयो व्यञ्जन चित्र भयो पहिला हामीले व्यञ्जन चित्र बनाउँछौँ त्यहाँ के भयो व्यञ्जन चित्र भयो त्यहाँ के भयो व्यञ्जन चित्र only यस्तो बनाउनु m only m is equal to दिएको छ 2x only m is equal to 2x र only is equal to 3x only e is equal to 3x र इंटरसेक्शन दिएको छ हामीले 16 र कम्प्लिमेन्ट दिएको छ 40 र हामीलाई number of q is equal to दिएको छ number of q is equal to 200 दिएको छ भाइ हामीले x को मान पता लगाउन भनेको छ सो हामीले के गर्दैनौं सो हामीले थाहा छ मानौ number of q is equal to only number of q is equal to number of q is equal to number of q is equal to number of q so number of u is equal to only m plus only e plus number of m intersection e plus number of m complement e number of u number of so number of n union e को होल कम्प्लिमेन्ट सो number of u is equal to रहेको छ 200 number of u is equal to 200 रहेको छ number of u is equal to 200 र y is equal to 2x रहेको छ 2x plus number of is number only is equal to 3x only is equal to 3x only 3x रहेको छ र number of m intersection is equal to 16 रहेको छ 16 र number of m union को होल कम्प्लिमेन्ट रहेको छ 40 सो और हामी लेख्छौं सो 200 को 200
इक्वल टू 2x प्लस 3x नम्बर 5x हो कति भयो 5x प्लस 16 प्लस 14 इक्वल टू 100 कति भयो 100 भयो भने हामीले यता लाग्नु भने सो अर्को 200 minus 100 is equal to 5x 5x or next one हामीले or 100 is equal to 5x so हामीले लेख्छौं or 100 divided by 5 is equal to x so हामीले लेख्छौं that x is equal to 20 so हामीले x को मान कति आउँछ 20 आउँछ हामीले थाहा भयो x को मान 20 आउँछ so हामीले लेख्छौं x को मान कति आयो 20 आयो so हामीलाई only n is equal to 2x दिएको थियो र only e is equal to 3x र इन्टरसेक्सन 16 दिएको थियो 16 दिएको थियो र कम्प्लिमेन्ट दिएको थियो 14 so हामीले नम्बर अफ u लेखे र only n only e intersection र कम्प्लिमेन्ट so नम्बर अफ u is equal to 200 र only n थियो 2x र only e थियो 3x र इन्टरसेक्सन थियो 16 र कम्प्लिमेन्ट थियो भनेर हामीलाई 14 रहेको थियो भने 200 plus 5x plus 100 so 200 minus 100 is equal to 5x so 5x well 100 divided by 5 is equal to x so x is equal to कति आयो 20 आयो so क्वेशन नम्बर 2 पनि यस्तै रहेको छ क्वेशन नम्बर 3 को क्वेशन नम्बर 3 को खा रहेको छ यदि n is equal to 315 रहेको छ र नम्बर अफ u is equal to 200 नम्बर अफ b is equal to 220 रहेको छ र इन्टरसेक्सन रहेको छ 120 र युनियन र कम्प्लिमेन्ट हामीलाई पत्ता लगाउन भनेको छ सो हामीलाई नम्बर अफ के दिएको छ पहिला हामीलाई नम्बर अफ u is equal to 350 दिएको छ र नम्बर अफ a is equal to 200 दिएको छ नम्बर अफ b is equal to 200 दिएको छ इन्टरसेक्सन हामीलाई 120 दिएको छ युनियन हामीलाई र कम्प्लिमेन्ट हामीलाई पत्ता लगाउन भनेको छ सो हामीले के गर्दैन पत्ता लगाउन भनेको छ सो क्वेशन नम्बर 2 रहेको छ क्वेशन नम्बर 3 को खा नम्बर क्वेशन नम्बर 3 को खा नम्बर रहेको छ क्वेशन नम्बर 3 को खा नम्बर रहेको छ क्वेशन नम्बर 3 को खा नम्बर क्वेशन नम्बर 3 को खा को उत्तर रहेको छ नम्बर अफ सो नम्बर अफ u is equal to 350 नम्बर अफ a is equal to रहेको छ 200 नम्बर अफ a नम्बर अफ b is equal to 220 रहेको छ र इन्टरसेक्सन हामीले दियो इन्टरसेक्सन नम्बर अफ a इन्टरसेक्सन b नम्बर अफ a इन्टरसेक्सन b नम्बर अफ a इन्टरसेक्सन b is equal to 100 दिएको छ भने हामीले कम्प्लिमेन्ट र युनियन रहेछ a युनियन b is equal to what र नम्बर अफ a युनियन b को होल कम्प्लिमेन्ट is equal to what सो हामी थाहा छ भने हामीले लेख्छौं